सो गाइज गुड मर्निङ विथ न्यू डे न्यू बल्स विथ राइडर कमल। आज चाहिँ हिजो चाहिँ म काठमाडौँदेखि बुढो लगाएको थिएँ र यहाँ भान्जाकोमा बसेको। आज चाहिँ भान्जा र म भएर घर जान लागेको छौँ र अब भान्जा चाहिँ रेडी हुन जानुभएको छ। म चाहिँ अहिले यहाँ रेडी भएर यहाँ बाहिर आएको छु, हेर्न सक्नुहुन्छ। अनि भोलि के हुन्छ म सबै देखाउने छु बाटोमा। घरसँग गुल्मीसँगको भिडियो हेर्दै गर्नु होला है त। अनि गाइज हामी चाहिँ निस्किसकेका छौँ र अब चाहिँ हेर्न सक्नुहुन्छ यो बुटोलको बाटो यस्तै हो कि साइडमा हिँड्ने बाटो छुट्टै हुन्छ अनि यो गाडी यताउति जाने पनि छुट्टै छ। अब मेन रोड हाइवेको बिचमा छ अनि बिचमा पनि फेरि त्यो गार्डन बनाएर यताको बाटो यतैबाट उताको बाटो उतैबाट क्या राम्रो छ कि गाडी ट्राफिकहरू पनि कोही बस्दैन, आफै गाडीहरू गर्छन्। गाडीहरू पनि सबै ठाउँमा यस्तै हुने भने त जाम पनि लाग्दैन। बिहानै निस्किने भनेको फेरि यहाँ भान्जिलो साइकल चाहियो भनेर फेरि साइकल किन्न गएर उठाउँदाखेरि 9 बजिसक्यो। अब 9 हिँडेको हामी चाहिँ गाडीमा हालिदिइसकेको साइकल चाहिँ। अब चाहिँ हामी जान्छौँ भान्जा र म भएर माथिसम्म म चलाउँछु अनि त्यसपछि भान्जा चलाउनुहुन्छ एकछिन। कस्तो हुन्छ हेर्दै गर्नु होला भिडियोहरू बाटोको। जिएस बुढेलको रोड चाहिँ बब्बाल छ। यहाँको रोड हिँड्दामै आनन्द आउने कि सल्ल हिँड्यो, गाडी कुनै जाम छैन केही छैन होइन। यस्तै हुनु पऱ्यो कि सबै ठाउँमा। फाइनल गाइज हामी चाहिँ अहिले लुम्बिनी हस्पिटल आइसकेका छौँ। हेर्न सक्नुहुन्छ यो आकाश पुल भयो, यहाँ पारिपट्टि लुम्बिनी हस्पिटल थियो। अहिले चाहिँ बनाउँदो रहेछ ठुलो के अरे, त्यही भएर काम चलिरहेको रहेछ। अब हामी यहाँबाट अलि अगाडि जान्छौँ अनि त्यसपछि यो तराईतिर फेरि हो कि अब पठाउहरू खासै हुँदैन रहेछ, ट्याक्सीहरू पनि हुँदैन यहाँ चाहिँ सबै अटोहरू चल्छ। काठमाडौँतिर त हुँदैन अटोहरू, यहाँ चाहिँ अटो जहाँ जानु पऱ्यो नि अटो या त बस, प्रायः जसो अटो नै चल्छ यहाँ चाहिँ। हिजो काठमाडौँबाट आउँदा पनि उता त खासै अफर त रहन्छ, त्यही दाउनेमा चाहिँ थोरै अफर रहेछ। अहिले त लगभग सबै प्रायः जसो पिच गरिसकेको छ। पहिला आउँदाखेरि त कम धुलो थियो, धुलो मेरो मान्छे नै नचिन्ने भएको त्यस्तो धुलो थियो। अहिले चाहिँ त्यही दाउनेमा चाहिँ अझै थोरै बाँकी रहेछ बनाउनुलाई, त्यही बनाउँदै रहेछ। त्यही पनि पानी हालेर चिप्लो बनाएर बाटो फेरि लड्केर गाडी जता आएको त्यही फर्किने बाइकहरू पनि बाइकहरू कति लडिरहेको थियो त्यो चिप्लोमा। त्यही माथि होइन पानी हालिदिएर धेरै हिलो बनाइदिएछ क्या। फाइनल गाइज हामी चाहिँ अहिले सिद्ध बाबा गेट प्रवेश गरिसकेका छौँ र अब यहाँ सिद्ध बाबा सुरु भइसक्यो। यहाँदेखि हेर्न सक्नुहुन्छ यहाँ सिद्ध बाबामा पनि फेरि सुरुङ मार्ग खनेछ। यो माथिपट्टि धेरै गाडीहरू एक्सिडेन्ट हुने ओर्ने भएर यहाँनिर तल यहाँ फेरि यस्तै अब बनाउँदै बाटो पुरै पर छ, भिड छ। अब यहाँनिर बाटो पनि खासै ठुलो छैन, सानो छ। त्यही उयो पुरानै बाटै हो, अझै यहाँ चाहिँ बनाएन। यहाँ आउँदै चाहिँ पुरानो बाटो पनि खाल्टाखुल्टी छ। तलको पुल नकाटेपछि फेरि यस्तै हो यो यहाँनिर पुरै अफरोड। पहिले बनाउने चाहिँ धेरै भइसक्यो, खोइ बाटो नै सानो छ। अब बढाउने नि होला, फेरि खनेर फेरि उस्तो गर्ने होला होइन। गाडीहरू फेरि त्यही माथि ठुल्ठुलो गाडीहरू हिँड्ने अनि धुलो उडेर। यस पुल कटेपछि त फेरि पिजै छ। पाल्पासम्म पाल्पा उता पनि पुरै पिज होला सायद।
ओभरटेक हान्दा पनि फेरि यो साङ्ग्रो बाटोमा यस्तो हो कि सानो बाटो छ ओभरटेक हान्यो भने फेरि गाडीले पेलिदिइहाल्ने हो कि अनि हुन्छ क्या। त्यही भएर ओभरटेक हान्दा चाहिँ सबैजनाले हेरेर अगाडिसम्म गाडी देखिने गरेर ठाउँमा मात्र ओभरटेक हान्नु होला। फेरि सानो बाटोमा यस्तो पेलिदिइहाल्छ। एक त एउटा गाडी अन्त क्रसिङ हुँदैन राम्रोसँग, त्यही माथि झन् ओभरटेक हान्न लाग्यो भने टर्निङ हुन्छ अनि पेलिदियो भने या त ढिका मुनि या त नाली मुनि हालिदिइहाल्छ। त्यही भएर ओभरटेक गर्दा चाहिँ सतर्कपूर्वक ओभरटेक गर्नु होला होइन। यस्तै हो, ठुल्ठुलो गाडीहरू हुन्छ, सानो बाटो छ। अब यो बनाउने कहिले डबल लेन भयो भने सजिलो नि हुन्छ, सिङ्गल लेनमा यस्तै हो कि। अब फाइनली गाइज हामी चाहिँ अब पुलको छेउछेउमा आइपुग्नु लाग्यो। अब पिच पनि सुरु भइसक्यो लगभग होइन। अब पिच ल परा पिच छ अब चाहिँ जहाँसम्म लाग्छ मलाई होइन। अब पुल तर यो पुल अन्त यता चाहिँ अझै बनाएको थिएन क्या, सानो बाटो चाहिँ अहिले पुलद्वारा पारि गएपछि चाहिँ सबै पिच छ छानालाई चाहिँ बाटो सबै होइन। भिडियो चाहिँ लास्टसम्म हेर्दै गर्नु होला। पहाडी क्षेत्र खतरा बबाल हरियाली हुन लाग्यो अहिले चाहिँ। अब यो अब फुल्ने टाइम हुन लाग्यो नि त। अब यो अहिले अब चैत वैशाख फागुन भनेको अब प्रायः जस्तो सबै फुल्नेहरू ठाउँ लाली गुराँसहरू फुल्ने। त्यही भएर पारीहरू जङ्गलहरू हेर्दा पनि हरियाली देखिन्छ कि। अब पातहरू झर्ने फुल्ने समय हुन लागेको छ। त्यही भएर अब अहिले चाहिँ अलि पानी परेन र यो पानी एकचोटि एक लड पानी पऱ्यो भने चाहिँ बल्ल बबाल देख्छ ठाउँहरू पनि झन् हरियाली हुन्छ। अहिले भन्दैन अब यो असार जेठको लास्टतिर आउनुपर्छ, फलहरू फलिरहेको हुन्छ, आँपहरू यस्तो
सबै अब अहिले चाहिँ आरू बहडा सबै फुलहरू वन जङ्गलमा पाइने सबै फुलहरू फुल्ने टाइम भइरहेको, त्यही भएर हरियाली देखिन्छ होइन। अनि यो अब पारिपट्टिको डाँडोहरू पनि के खतरा छ कि यहाँको, फेरि वारीबाट हेर्दा दामी देखिन्छ। यस फाइनली गाइज हामी चाहिँ अहिले तानसिन पाल्पा आइसकेको छौँ, हेर्न सक्नुहुन्छ होइन। अब हामी चाहिँ माथि जान्छ, माथिबाट यसो बाइक पनि अलि ब्रेक खै धेरै अफ रोड भएर धेरै ब्रेक लगाएर हो कि के हो, ब्रेक पनि लास्टै तात्यो। हिजो म काठमाडौँदेखि आउँदा त तात्दै थिएन ब्रेक, एकचोटि नि ब्रेक केही भएन। आज चाहिँ लास्टै ब्रेकले छोड्दैछ, फुट ब्रेकले कामै गरे होइन राम्रोसँग। अब एकछिन माथि गएर यसो हामी पनि एकछिन चियासिया खानु पऱ्यो होइन, यसो फ्रेस हुन्छ। अनि त्यतिसम्म बाइक पनि यसो सेलाउनको लागि चिसोउनको लागि राख्नु पर्ने भयो। चोकदेखि चाहिँ हामी सर्टकट निस्किन्छौँ, यो सानो बाटोबाट सिधै माथि चोकमा निस्किन्छ होइन। उता बस पार्कतिर चाहिँ नघुम्ने, अब किन उता घुमेर चिया हुन्छ जाम्सम लाग्यो भने सिधै यहीँबाट गयो भने चाहिँ माथि 1300 रोडमा निस्किन्छ सिधै। हामी चाहिँ यहीँबाट निस्किन्छौँ। उकालो छ अरे, यो चाहिँ सानो बाटो छ, त्यो सर्टकटको लागि ठिक छ, हेर्न सक्नुहुन्छ होइन। यहाँबाट चाहिँ अब ड्रोन भ्यू हान्ने भने त खतरा देखिन्थ्यो, तर के गर्नु होइन। अब ड्रोन छैन, अर्को नेक्स्ट टाइम चाहिँ म पक्कै नै ड्रोन भ्यू पनि देखाउने छु तपाईँहरूलाई, हेर्दै गर्नु होला। यो चाहिँ अब माथि निस्किन्छ होइन। अब भोक पनि लाग्न लागिसक्यो, अब यसो खाजासाजा नि खानुपर्छ माथि गएर, यसो खाजाहरू खाएर निस्किनुपर्छ। गाडी पनि अगाडि गइसक्यो होला, हामीले साइकल हालेको गाडी चाहिँ अगाडि तमसमा भेट हुन्छ भनेर। अब त्यही पनि हामी त न स्पिड हिँड्ने न सोलो भेट आउनु त पर्ने, नगरमा खतरा कुदायो कि के हो, भेट्दैन होइन। फाइनली गाइज हामी चाहिँ अब बजार नपसिकन सिधै माथि निस्किन आएको थियो, अनि बजार सकेर नै माथि आइसक्यो, सल्लेरीमा आइसकेको छ। यहाँ चाहिँ डेन्जर भ्यू देखिन्छ कि, यहाँ माथिबाट डाँडाबाट हेर्नुपर्छ। अनि यो तल यो गहिरोमा उयो, अनि यो बजारहरू पनि खतरा देखिन्छ। यो पाल्पा तानसेन लेखेको यो उतापट्टि फेसमा थियो कि, यो रानी मल्चानी साइडमा होइन, बब्बाल देख्छ त्यता पनि। यो माथिबाट भ्यूहरू हेर्दा पनि हेर्नु न, अब खास चाहिँ तलपट्टि केही बुटाहरू छैन, सल्लाह मात्र होइन। अनि माथि सबै हाँगाहरू काटेर खुर्केर पुरा खुल्ला बनाइदिएको कि, अनि त्यही माथि डढेलो लगाएको पोहोर परार कहिले, अनि सबै
त्यो चारो उस गरेर त्यही अलिअलि वनमालाको गाँजोहरू मात्र उस देखिन्छ, न त नि सबै छ्याङ्गा खाएकै जस्तो उज्यालो खुल्ला देखिन्छ। अनि बब्बाल भ्यू देखिन्छ कि यहाँबाट हेर्दाखेरि चाहिँ। अनि यहाँ माथि यो डाँडामा चाहिँ मान्छेहरू बस्ने, चिया खाने ओर्ने, भ्यू हेर्ने गर्ने रहेछ यो माथि चाहिँ होइन। क्याफे जस्तै छ, अब क्याफेहरू छन् यहाँ माथि चाहिँ डाँडामा हेर्न सक्नुहुन्छ। अब भोकसोक पनि लागिसक्यो, अब थोरै अगाडि गएर यसो खाजासाजा नि खानु पऱ्यो होइन। अनि यसो बाइकलाई रेस्ट पनि दिनु पऱ्यो, अनि निस्किनु पर्छ होइन। बाइक पनि अलि ब्रेक तातेर अलि ब्रेकैले काम गरे होइन। अब एकछिन माथिसम्म जान्छौँ, अनि त्यसपछि यो उस डाँडा काटेपछि चाहिँ हामी यसो खाजासाजाहरू खान्छौँ, अनि यसो जान्छौँ। घर चाहिँ अब कति बजी पुग्छ थाहा छैन होइन। भिडियो चाहिँ हेर्दै गर्नु होला अन्तिमसम्म सबैजनाले। यो डाँडादेखि चाहिँ भ्यू खतरा देख्छ यार। माथि डाँडाबाट तल यो बजारहरू, अनि तल टाढा टाढासम्म देखिन्छ कि यो डाँडाबाट। राम्रो छ अब यहाँदेखि हेर्दा चाहिँ। मान्छेहरू आउने बस्ने घुम्ने ठाउँ रहेछ। अनि म पनि खासै कहीँ पनि अडिँदैन, म डाइरेक्ट जानु गर्छु। अनि हामी खाजासाजा खाएर निस्किसकेका छौँ। अब हामी चाहिँ अब डाइरेक्ट तमास बजार गएर मात्रै अब खान्छौँ। खाना खाएन, तर चाहिँ खाइसक्यौँ। तमास बजार चाहिँ कतिखेर पुग्छ थाहा छैन। अर्को गाडी पनि तल छ अरे होइन, तल रेडी पुग्न लागिसक्यो अरे। खाना खाने ठाउँमा रोकिया छ भन्दै थियो होइन। अब साइकल लगाएको गाडी चाहिँ अब हामी तमास गरेर रिसिभ गर्छौँ साइकल चाहिँ सिधै होइन।
फाइनली गाइस हामी चाहिँ अहिले रिडी आइपुग्यो हेर्न सक्नुहुन्छ। यो चाहिँ रिडीको हाम्रो पुल होइन, नेपालको झन्डाहरू पनि राखेर चाहिँ यो पुलमा। अर्को 3 जिल्ला जोड्ने पुल पनि छ हाम्रो उतापट्टि, यही रिडीमै हो। त्यो पनि हाम्रो पाल्पा, स्याङ्जा र गुल्मी 3 जिल्ला जोड्ने पुल पनि यही गुल्मी जिल्लामा अवस्थित छ। अब हामी चाहिँ यहाँबाट अहिले पहिला आउँदाखेरि चाहिँ यो त यो तल्लो बाटो गएको थियो रेसुङ्गा एयरपोर्ट हुँदै, तर अहिले चाहिँ अब म उकालै जान्छु, किन त कस्तो बाटो भएछ त्यो पनि हेर्नु पऱ्यो होइन। अब हामी अब यहाँबाट यो तल्लो लाग्यो भने चाहिँ अब रेसुङ्गा एयरपोर्ट हुँदै जान्छ, गुल्मीको रेसुङ्गा एयरपोर्ट हुँदै, र अहिले चाहिँ म सिधै माथि निस्किन्छु होइन, डाँडाबाट सिधै तङ्बास निस्किन जान्छ यहाँदेखि। अब अहिले त पिच गरेछ भन्ने सुनेको थिएँ, अब पिच त छ देखिरहेको यहाँ अहिले पनि, तर कति गरेछ भन्ने हो होइन। हेरौँ अब कस्तो छ बाटो, हेर्दै गर्नु होला सबैजनाले लास्टमा। बाटो चाहिँ सबै पिच गरिसकेर चाहिँ खतरा भनेको चाहिँ अहिले चाहिँ बल्ल होइन। अब यत्तिको चाहिँ हुनु पऱ्यो, यत्तिको भयो भने चाहिँ अब यो अब खन्ने उड्ने गरेन भने चाहिँ बाटो चाहिँ लग भइसकेछ होइन। धुलो पनि नहुने बाटो, पिच जाम पनि नलाग्ने होइन, सबै सुविधा यति चाहिँ हुनु पऱ्यो। यो पहिला आउँदाखेरि चाहिँ यस्तो कम धुलो थियो, मान्छे यहीँबाट चाहिँ रिडीबाटै हामी तङ्गस पुगिसक्यो, मान्छे नचिनिने हुँदै धुलोले त्यस्तो थियो। अहिले चाहिँ अब सबै पिच गरिसकेछ, अब पैथो चाहिँ अझै बनाउन बाँकी छ होला सायद, किनभने अब यति धेरै भयो भएन, यो 1 वर्ष नै भएन, अझ 1 वर्ष यत्रो त कम्प्लिट गर्दैन, किनभने यो उकालोमा अब ढलन यो पिच भए त गरिसक्थ्यो ग्यारेबल त, तर यो उस पिच उकालोमा चाहिँ पिच गर्नुपर्छ, यो उसले हुँदैन, त्यही भएर चाहिँ अब टाइम लाग्छ होइन। अब डन्डीहरू बाँड्नु पऱ्यो सबै, अब एकचोटि पिच गर्न मिल्दैन, गाडी हिँडिरहेको थियो, त्यही भएर अब छुट्टै एक लाइन गरेर पिच गर्नुपर्छ, किनभने गाडी जाम हुन्छ, फेरि सबै गाडी बन्दै हुन्छ, फेरि सबै पिच गऱ्यो भने, त्यही भएर थोरै साइडबाट एक साइड गर्ने, एक साइड गरेर त्यस्तै गर्नुपर्छ होइन। बाटो चाहिँ जे होस् राम्रो भएछ, बबालै भएछ बाटो चाहिँ। अब कहाँसम्म छ हेर्दै गर्नु होला सबैजनाले।
घाम लगाइरहेको पानी पर्ला पर्ला जस्तो भयो आउँदै त जस्तो पनि राखेको कस्तो भइरहेको फेरि गाई यहाँ चाहिँ थोरै अफ रोडिङ रहेछ होइन यहाँ चाहिँ बाख्रो बनाउँदै रहेछ अझै यो अझै यो पर र झार्न बाँकी रहेछ यहाँ चाहिँ त्यही भएर अझै यहाँ फिचिङ गरेर रहेछ मेसिनहरू यहीँ रहेछन् भनेपछि यो खन्न बाँकी रहेछ थोरै माथिसम्म चाहिँ एउटा डाँडा चाहिँ थोरै 100-150 मिटर 200 मिटर जति चाहिँ अफरोड रहेछ फेरि उता सबै उसै गरिसक्यो होइन त्यही हो हेर्दै गर्नु अहिले चुनाव आइरहेको त्यही भएर होला आर्मीहरूले पनि चेकिङ गरिरहेको छ यत्रो चेकिङ परेको थियो म यसो काठमाडौँ देखाउँदाखेरि भर्खर यो भएर बल्ल गाउँमा छिरेपछि चेकिङ परेको हो आर्मीको केही छैन होइन चुनाव आइरहेको अब चेकिङ गर्ने उनीहरूको कर्तव्य हो चेकिङ गर्नुपर्छ हामी चाहिँ अब तम्घास आइपुग्न लाग्यो